साथीहरु यहाँ हेर्नुस् न मेरो मनी प्लान्टको हालत। अब यस्तो भएर बसेको छ, यसलाई के गर्ने? यस्तो हुनुपर्ने, अब यस्तो ट्वाक परेर लडेर बसेको छ। अब यसलाई यो अवस्थामा हाँस्ने हो कि रुने हो कि यो गीत गाइदिने? लडे 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 मतलब नसमाओ, त्यो गीत गाउने अवस्था आइसक्यो मेरो मनी प्लान्टलाई। अनि फेरि भन्नुहुन्छ भने यो मेरो मन्स्टेराको पात चाहिँ मेरो छोरीहरूले चुटाएर हो घाइते बनाइदिइरहेछन्। कति बेला चुटाउँछ, जति नचुटाउने है भन्दाखेरि पनि सुन्दैन, कति बेला चुटाइहाल्छ, देख्दै देखिँदैन। केटाकेटी के हो र? फेरि यो चस्मा लाउनु चाहिँ यति समस्या लाग्छ मलाई चाहिँ यो गरममा चाहिँ, झरेकै गर्ने क्या। मक्ख परेर कति न पानी पर्छ भनेर मैले हिजो चाहिँ बाहिर निकालेर राखेको थिएँ, पानी पर्ला जस्तो गरेको छु नि त। लास्टमा त पानी त परेन। अब पानी नपरेपछि फेरि मैले भित्र ल्याएर मैले आफै नै सफा गर्छु, पुस्छु भनेर मैले निदो गरेँ। त्यस पछाडि मैले मेरो प्लान्टलाई भटाभट पुस्न थालेँ। फेरि भन्नुहुन्छ भनेदेखि छोराछोरीले होमवर्क गर्न राखेर आफू चाहिँ प्लान्टको स्याहार सुसारतिर लागियो होइन। छोराछोरी फेरि रुङ्गेन भने पढ्दैन क्या। कसको बच्चा बच्ची यस्तो छन् कि त्यहाँ रुङ्गिराख्नुपर्छ लट्ठीसँग, नभए पढ्दैन। छोराछोरीले यतिसम्म दुःख दिन्छन् है, के गरेर पढाउने हो छोराछोरी। अनि यो मेरो प्लान्टहरू कहिले सफा गरेर सक्ने हो, त्यही भएर मैले आज चाहिँ एउटालाई मात्रै पुस्ने निर्णय गरेँ। त्यसैले यसलाई मात्रै म पुस्दैछु। अब त्यो स्टिक भाँचेको मेरो मनी प्लान्टलाई चाहिँ अब एकैचोटि स्टिक बनाएर त्यो खै कसरी गर्नु, त्यो अब जम्मै त्यो त्यत्रो बनाउनु कत्रो टाइम लाग्छ। त्यसलाई चाहिँ अब जम्मै त्यो फ्याँकेर टुप्पा मात्रै सारेर फेरि नयाँ स्टिक बनाएर हाल्नु पर्ला जस्तै भइरहेछ। अब खै कसरी बचाउनु, कसैसँग केही टेक्निक आइडियाहरू छ भने चाहिँ सेयर गर्नु होला। फुल प्लान्टहरू रोप्नु पनि कहाँ त्यति सजिलो छ र साथीहरू। आफ्नो छोराछोरी बच्चा बच्चीलाई भन्दा बेसी यसलाई स्याहार्नुपर्छ, यसलाई यति टाइम दिनुपर्छ। 1-2 दिन टाइम दिएन भने त फुल प्लान्ट त भस्रक्कै। अनि कति साथीहरूले भन्नुहुन्छ नि त, तिम्रो प्लान्ट त यस्तो बुसी भएर बसेको छ, स्टिक नै देखिँदैन भनेर। मैले यो बुसी भएर बस्नुको रिजन चाहिँ यहाँ देखाउँदैछु है। मैले यो मदर प्लान्टलाई काटेको ठाउँमा 2-3टा नट आइरहेछ क्या, त्यही भएर चाहिँ